सबैजनालाई नमस्कार टक्राउन चाहे। अब हाम्रो यहाँ दसैँमा घर फोहोर भएको कारणले गर्दाखेरि दसैँको सरसफाइ गर्न आइरहेको हाम्री उहाँ देउरानीले लुगा धुँदैछन्, भाँडा माझेर यहाँ टन्न राखेकै छन्। अनि ऊ हाम्री आमाले फेरि यहाँ कर्कलो कर्कलोमा काटेर मस्यौरा बनाउने र कर्कलो सुकाउने भन्नुभएको छ। अनि कस्तो मिठो हुन्छ तरकारी भन्नुभएको छ है आमा? मिठो घिउमा चर्र भुट्यो चर्र यता हेरेर भनिदिनु न, सबैजनाले थाहा पाउनुहुन्छ नि। कर्कल काटेको छु है मैले। घिउमा बनाउने अनि घिउ हाल्ने मसला हाल्ने झट्ट बनाएर मिठो बनाएर खाने हो त अरे। मिठो बनाएर खाने अरे मिठो हुन्छ। तरकारी नभएको बेलामा कति चिज हुन्छ होइन आमा? हो त नि। पिँडालु हाल्ने अरे, पिँडालु हालेर अनि चट्ट खाँदाखेरि त ओहो कति राम्रो हुन्छ, कति मिठो हुन्छ, कति मिठो हुन्छ। यस्तो छ गाइजहरू देख्नु। अब हामी यहाँ मल बोक्नलाई यहाँ डोका ठिक्क पारिरहेछन्। अनि मल बोक्नलाई डोका ठिक्क पारिरहेछन्। अब डोका अब मल ल्याइन्छ, मल ल्याएर अनि टक्क अब आलु लाउने कार्यक्रम हुन्छ अब केही दिन पछाडि। आज चाहिँ मलसल लिएर आउने। अनि यस्तो छ। अब यहाँ चिया खाएर जाऊँ भने अहिले अलिकति समय भएको छ नि। हेर्नु नि गाइजहरू हाम्रो किचन है। अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला है दसैँको रमझममा? अब रमाइलो त भयो, सरसफाइ पनि गर्नु पर्यो। अनि के गर्ने, घाम छ यस्तो। असोज माछा पनि यस्तो घाम लागिरहेछ ल गाइज, के गर्ने। असोज माछा नि होइन। अब बेलुका त बिहान र बेलुका त अलिकति धान सुकाउन पर्यो, चिसो हुन्छ। बिहान बेलुका त अलि चिसो हुन्छ नि त। अनि त्यही भएर यस्तो उ भइरहेछ के। आज त एकदम धेरै घाम लागिरहेछ। अब हामी मल बोक्न जाँदैछौँ गाइजहरू है। यहाँ देउरानी झरिन्। अब यहाँ मल बोक्न जाने भनेर च्याट्ट परेर आइछिन्। राम्री भइछन् फेरि।